हेलो साथीहरू, गुड इभिनिङ। फेरि पनि स्वागत छ। अनि म चाहिँ आज हजुरहरूलाई एउटा क्वेसन सोधिरहेको छु कि एक्टिभिटिज भन्नाले कि मोन्टेसरी लेभललाई मात्रै एक्टिभिटिज धेरै गराउने अनि उनीहरूको लागि मात्रै इम्पोर्टेन्ट हो कि सिनियर क्लासेसहरूको लागि भी, जस्तो 1 ग्रेडदेखि +2 लेभलसम्म भनौँ न, उनीहरूको लागि पनि राम्रो हो भनेर। किनकि मलाई त कस्तो लाग्छ भने धेरै जस्तो एक्टिभिटिज त मोन्टेसरी उसमै गराउने हो, तर पनि मलाई चाहिँ के लाग्छ जुन लेभलमा पनि अब हजुरहरूले एक्टिभिटिज गराउनु भयो भने अब उनीहरूको लेभलको अकर्डिङ अब अनि त्यो चाहिँ हरेक लेभलको हरेक ग्रेडको स्टुडेन्ट्सहरूले चाहिँ एकदमै इन्जोय गर्छ। एक्टिभिटिज भन्यो भने उहाँहरू चाहिँ एकदमै ह्याप्पी हुने अनि एकदमै भनौँ न पुरा उनीहरूको कन्सन्ट्रेसन नै त्यस्तो हुन्छ कि उनीहरूले एकदमै एक्टिभ भएर त्यस्तो एक्टिभिटिज गर्छ कि। अनि अब त्यो एक्टिभिटिज अब म त कस्तो कि मेरो त अब ग्रेड 1 भएर पनि मैले बच्चाहरूलाई राइम्सहरू गराउँछु, किनकि उनीहरू पनि खुसी हुँदो रहेछ। अब ग्रेड 1 भएको बच्चाले राइम्स चाहिँ किन भन्नाले अब किनकि ग्रेड 1 भन्ने मात्रै हो, तर उहाँहरू चाहिँ भर्खरै युकेजीदेखि आएको हुन्छ अनि उहाँलाई चाहिँ राइम्सहरू पनि गराउँदा एकदमै राम्रो राम्रो हुन्छ, ह्याप्पी पनि हुनुहुन्छ उहाँहरू। कति नसिकेको राइम्सहरू, कहिले नगरेको राइम्सहरू, एक्टिभिटिजहरू गराउँदा अब मैले कहिले उनीहरूलाई पजल्सहरू सल्भ गर्ने दिन्छु, कति रमाइलो हुन्छ, कलर्स गर्ने दिन्छु। अनि त्यस्तो चाहिँ एक्टिभिटी जस्ट उहाँदेखि रिलेटेड एक्टिभिटिजहरू गराए पनि एकदमै ह्याप्पी हुन्छ। अनि मलाई त लाग्छ यस्तो एक्टिभिटिजहरू भनौँ न +2 लेभलसम्म गरायो भने भी उनीहरूको अकर्डिङ उनीहरूको लेभलको हिसाबले गरायो भने बच्चाहरू एकदमै ह्याप्पी हुन्छ, एक्टिभ हुन्छ, सार्प माइन्डेड हुन्छ। अनि जस भन्नाले यही हो कि एक्टिभिटी चाहिँ सानो क्लासको लागि मात्रै हो भनेर चाहिँ सोच्नु हुँदैन। हरेक लेभलको लागि हरेक टाइप्सको एक्टिभिटिज हुन्छ अनि त्यस्तो चाहिँ गराइराख्यो भने बच्चाहरूलाई ह्याप्पी हुन्छ। अब त्यो एक्टिभिटिज त जस्तो पनि हुनसक्छ, डान्स, सिङ्गिङ कम्पिटिसनहरू त्यस्तो हुन्छ। अनि त्यो लेभलको हिसाबले गराउँदा एकदमै राम्रो हुन्छ जस्तो लाग्छ।